नमस्कार छ सबैलाई। सामाजिक सञ्जालमा आज यो फेसबुक लाइभबाट आउनुको मुख्य उद्देश्य के हो भने राज्य यतिखेर आतंकमा लागेको छ। राज्य आतंकमा लागेको छ। देशभरि नयाँ युवा साथीहरूलाई कसरी थुन्ने र यिनीहरूले भ्रष्टाचार गरिरहने भन्ने जुन पछिल्लो पटक प्रवृत्ति देखिएको छ। हिजो राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बेडभित्रै गएर पक्राउ गरेको छ र अदालतले पक्राउ पर्ची जारी गर्यो भने अहिले पनि अदालतले पक्राउ पर्ची जारीको जीवी राई कहाँ छन्? अहिलेको गृहमन्त्रीलाई मेरो अपिल छ, अनुरोध छ, जीवी राईलाई चाहिँ पक्राउ पर्ची आइसकेका छ। जीवी राई चाहिँ कहाँ लुकेर बसेका छन्? यी जीवी राईले पक्राउ गर्न किन सक्नु भएन? जीवी राईसँग तपाईँले कति पैसा खानुभयो? जीवी राईले अरबौं रुपैयाँ भ्रष्टाचार गरिसकेपछि, अरबौं रुपैयाँ सहकारीको ठगिसकेपछि त्यो कति कति पैसा तपाईँलाई दिनुभयो? अहिलेको गृहमन्त्रीलाई मेरो प्रश्न र प्रधानमन्त्रीलाई मेरो प्रश्न। जीवी राईलाई चाहिँ तपाईलाई पक्राउ गर्न चाहिँ कसले रोक्यो? आज देशभरि जीवी राईको खोजी भएको छ। अहिले जीवी राईको मुद्दा ओझेलमा पनि परेको छ र जसरी जीवी राईलाई तपाईले अहिलेसम्म यत्रो 6-7 महिना सरकारमा जाँदासम्म जीवी राई ल्याउन सक्नु भएको छैन। तपाईहरुको जीवी राईको भित्रको चाहिँ अहिले पनि म साथीहरुलाई धेरैलाई अपिल गर्छु भने यो भिडियो धेरैभन्दा धेरै प्रधानमन्त्री कहाँ पनि पुर्याइदिन अपिल र अनुरोध गर्न चाहन्छु। मेरा साथीहरु हो, यो किन जीवी राईलाई पक्राउ गर्नुभएको?